हेलो गाइज, तपाईँहरूलाई थाहा छ नेपालमा ब्याङ्क अकाउन्ट खोल्नको लागि के चाहिन्छ? सिम्पल छ। सेभिङ अकाउन्ट खोल्ने हो भने नर्मल सेभिङ, जेनरल सेभिङ अकाउन्टको लागि तपाईँको नागरिकता, पासपोर्ट अथवा नेसनल आइडी कार्ड साथै तपाईँहरूको एउटा फोटो चाहियो। अनि रेन्टमा बस्नुहुन्छ भनेदेखि रेन्ट भेरिफिकेसनको लागि चाहिँ इलेक्ट्रिसिटी बिल लाग्ने सम्भावना हुन्छ धेरै जस्तो ब्याङ्कहरूले। त्योभन्दा बाहेक तपाईँको कम्पनी अकाउन्ट खोल्नको लागि हो भने चाहिँ अलिक प्रोसेस लामो छ। कम्पनी अकाउन्टको लागि चाहिँ नि कम्पनीको एमओए, मेमोरेन्डम अफ एसोसिएसन भन्छ, एओए, आर्टिकल अफ एसोसिएसन, साथसाथै बोर्ड अफ डिरेक्टर्सको पनि नागरिकता और पासपोर्टहरू भेरिफिकेसन चाहियो, आइडी भेरिफिकेसन चाहियो। साथसाथै कम्पनीको कहाँ रजिस्टर गर्नुभएको छ, कम्पनी रजिस्ट्रार कार्यालयमा गरेको भने कम्पनी रजिस्ट्रार कार्यालयमा गरिएको त्यो डकुमेन्ट चाहियो। अब वडामा गर्नुभएको होला, ट्याक्स अफिसमा ट्याक्समा गर्नुभएको होला रजिस्टर, वाणिज्यमा गर्ने कम्पनीहरू छन् वाणिज्यमा रजिस्टर गरिएको होला। त्यो कम्पनीको टाइप अनुसार सबै भेरियस प्लेसमा रजिस्टर गर्नुपर्ने हुन्छ। जस्तो अब प्राइभेट कम्पनीको हुन्छ, पब्लिक कम्पनी, एनजिओ, आइएनजिओसको सबको अलिअलि फरक पर्छ है रजिस्टर गर्नुपर्ने पनि। त्यो कहाँ कहाँ रजिस्टर गर्नुभएको छ त्यो सबै डकुमेन्टहरू चाहियो। अनि सेयर होल्डर्सहरूको, बोर्ड अफ डिरेक्टर्सको पनि त्यही एनआइडी अथवा के आइडी चाहियो भनिहालेँ। साथै फोटो पनि चाहियो। अनि ब्याङ्क कम्पनीको स्ट्याम्प चाहियो है त। अनि अब अर्को छ एउटा फिक्स डिपोजिट खोल्नको लागि चाहिँ नि सिम्पल तपाईँको सेभिङ अकाउन्ट भए हुन्छ अथवा कम्पनीको हकमा कम्पनी अकाउन्ट भए हुन्छ। ब्याङ्कले नै तपाईँको एउटा सानो फर्म भराएर फिक्स डिपोजिट खोलिदिने हुन्छ। उनीहरूको एउटा रेमिटेन्स अकाउन्ट हुन्छ, त्यो तपाईँको रिजर्भ सेयर, फरेन इम्प्लोइमेन्ट रिजर्भ सेयर भर्नको लागि चाहिँ नि त्यसको लागि चाहिँ एक्स्ट्रा डकुमेन्ट, यो नागरिकताहरू बाहेक एक्स्ट्रा चाहिने भनेको चाहिँ नि श्रम स्वीकृति हो। अनि त्यसपछि भिसा चाहियो। अनि त्यसपछि तपाईँहरूले एकचोटि चाहिँ नि रेमिटेन्स पठाएको हुनुपर्छ, नेपाली 50,000 बराबर। त्यो भइसकेपछि बल्ल आस्पामा रजिस्टर गरेर अनि फरेन सेयर अप्लाई गर्न मिल्ने हुन्छ। अनि एनआरएन अकाउन्टको लागि चाहिँ एनआरएन आइडी, भ्यालिड पासपोर्ट र त्यहाँको रेसिडेन्ट पर्मिट चाहिने हुन्छ, भिजा चाहिने हुन्छ, अनि फोटो चाहिने नर्मल भइहाल्यो है त। यो सर्ट भिडियोको लागि यति नै, बाँकी अरू भिडियोहरूमा। थ्याङ्क यू।